हेलो गाइस, वेलकम एन्ड नमस्ते। फेरि स्वागत छ तपाईहरुलाई नयाँ भिडियोमा। अनि हामी जाँदैछु तराई आज घरमा अलिकति काम छ, घरमा जाँदैछु। हाल्दैन छोरो चाहिँ स्कुल जान लाग्छ आज। बाबा जान्छु ल छोरो, तराई जान्छु हस्। हेबो यता हेर्नुस् ल, यता हेर्नुस् त। बाबा तराईमा जान्छु हस्, बाबा तराईमा जान्छु। छोरी स्कुलमा राम्रोसँग जानु हस् हस्। हामी चाहिँ जान लागेको साथीहरू। अनि हाम्रो पुरा फुल प्याकिङ भइसकेको छ। अनि हामी 4 जना छ हुन चाहिँ। अनि हामी के अरे भाइ र म चाहिँ, भाइ र म एउटा बाइकमा, अनि अर्को भाइ 2 जना चाहिँ एउटा बाइकमा छ। 4 जना चाहिँ हामी 2टा बाइकमा। अनि हामी 4 जना आज तराई जाँदैछु। साथीहरू त्यही हो होइन। अनि भिडियो चाहिँ सबैजनाले पुरा हेरिदिनु होला, एकदम सायद रमाइलो हुन्छ होला भिडियो जस्तो लाग्छ मलाई है साथीहरू। साथीहरू हामी चाहिँ अहिले बल्कुबाट जाँदैछौँ। बल्कु क्रस भयो। अब लगभग भ्याली चाहिँ अब स्कुल भयो साथीहरू। त्यही हो हामी जाँदैछु होइन। बाटोतिरको भिडियोहरू सबै आउँछ साथीहरू। भिडियो सबैजनाले माया गरिदिनु होला, सबैले पुरा हेर्नु होला है। अनि हामी गएर चुबारमा बस्यो होला। अनि हाम्रो भाइ तपाईँबाट आउँदैछ, हामी चुबारमा गएर पुग्नुपर्छ। विचार गर्दैछु है साथीहरू है। ल हामी चाहिँ अब लगभग ढ्यामेबाट आउट जाँदैछौँ साथीहरू। हामी चाहिँ यहाँ चुबारमा निस्केको अहिले। भाइहरू आउनु चाहिँ अलिक भयो। अनि मेरो एउटा काम छ घरमा भनेर हामी चाहिँ यतातिर चाहिँ बाटो राम्रो छ। फेरि बिचमा बाटोहरू पनि अलिकति नराम्रो पनि छ होइन। कच्ची बाटोहरू छ, अप्ठ्यारो हुन्छ। त्यही हो। साथीहरू हामी चाहिँ अहिले लगभग अब ड्याममा पुग्नु लाग्यो। भाइहरू चाहिँ अहिलेसम्म फोन गरेको छैन, कता पछाडितिरै होला होइन। अनि हामी चाहिँ अब जाँदैछु भाइरको चाहिँ बाटोमा अझै पनि होइन। अनि हामी पिटानीको भिडियो पनि आउँछ साथीहरू। पिटानीको ड्याम होइन, ड्यामको तपाईँहरूलाई बिस्तारै जाँदैछ। लगभग बेलुका अब 5 बजीतिरसम्म पुगिन्छ कि भन्ने टार्गेट हो साथीहरू। अब हेरौँ कहिले पुग्दो रहेछ भन्ने कुरा हो। अस्तिको पहिरोले चाहिँ साथीहरू होइन बाटोहरू चाहिँ धेरै बिगारेको छ। अनि यस्तो हिलो होइन, पुरै पाखा भत्केर चाहिँ एकदम बिजोग भएको छ। अनि के गर्ने अब यस्तै हो होइन। अनि पानी परे पछाडि चाहिँ फेरि खत्तम हुँदो रहेछ नि त बाटो। यस्तो हिलो रहेछ साथीहरू, केही छैन। तैपनि घर त जानै पर्यो साथीहरू होइन। अब त्यही हो, बाटो चाहिँ राम्रो छ, पिचे गरे बाटो छ। तर यो पुरै यो पहिरो गएर चाहिँ बाटोहरू पुरै बिगारेको रहेछ कि साथीहरू। त्यही हो। सो हामी लगभग अब एकैछिनमा चाहिँ हामी एकैछिनमा चाहिँ अब कुलेखानी पनि पुग्छौँ होला साथीहरू है। कुलेखानीको पनि भिडियो आउँछ अलिअलि, हेर्दै गर्नु होला। अस्तिको पहिरोले चाहिँ साथीहरू यस्तो बनाएको छ बाटो होइन। अनि यस्तो छ, पुलहरूको हालत पनि यस्तो पुरै हिलो छ होइन साथीहरू। यस्तो छ बाटो, गाह्रो छ, के गर्नु अब यस्तै हो होइन। अनि बाटो पहिला चाहिँ ठिकै थियो, अहिले चाहिँ पुरै के भन्ने अब तपाईँलाई थाहा छ नि। अस्तिको पहिलो अब कस्तो आएको थियो होइन। बाटोहरू यस्तो बिजोग बनाएको छ। तर अस्तिको भन्दा त अझ धेरै बेटर भएको यो त। अझ यस्तो छ, धमाधम बनाउँदै हुनुहुन्छ सबैजना मिलेर चाहिँ। बाटोहरू बनाउँदै पनि हुनुहुन्छ होइन उहाँहरूले चाहिँ।
अनि यस्तो छ क्या बाटोहरू पनि पुरै लगेको छ है खोलाले पनि पुरै आधी काटेर लगेको छ क्या जस्तै हाम्रो अब सिन्धुलीको बाटोहरू पनि पुरै बिग्रेको छ साथीहरू होइन सिन्धुलीको बाटो पनि लगभग यो कटुन्जीबाट तलतिर त त्यो दाप्चा पुल भनौँ न दाप्चा पुलबाट तलतिर त लगभग सबै रोडै छैन नक्सै छैन होइन अनि यतातिर पनि त्यस्तै हालत छ बाटोहरू चाहिँ पुरै खराब छ क्या एकदम अफ रोड छ बाटोहरू यतातिर चाहिँ अब यो अफ रोड लगभग धेरै चाहिँ छैन त्यही 6-7 किलोमिटर भन्दा पनि अब कुलेहानीबाट उता चाहिँ एकदम बेटर छ फेरि बाटो ठिक छ बाटो उता चाहिँ कुलेहानी पुग्न चाहिँ अलिकति भनौँ न अझै 5-6 किलोमिटर जति बाँकी होला जस्तो लाग्छ त्यहाँबाट चाहिँ राम्रो हुन्छ बाटो यस्तो छ बाटो साथीहरू अब के गर्ने यता जङ्गल उता जङ्गल होइन यसमा बाटोको हालत यस्तो तर केही छैन अनि सुभाष भाइले चाहिँ बाइक चलाउँदै हुनुहुन्छ म चाहिँ पछाडि बसेको साथीहरू अहिले बिच बाटोतिर पुगेपछि म चलाउँछु सायद अनि त्यही हो पछाडि बस्ने मान्छेलाई नि गाह्रो छ चलाउने मान्छेलाई नि गाह्रो छ बाटो अलिक नराम्रो भएपछि अलिकति गाह्रै हुँदो रहेछ कि साथीहरू त्यही हो अनि भिडियो चाहिँ हेर्दै गर्नु होला है भिडियो हेर्दै गर्नु होला अनि यो रमाइलो भिडियोहरू रमाइलो कुराहरू आउँछ भिडियोमा त्यही हो यस्तो छ बाटोहरू चाहिँ बनाउने काम चाहिँ धमाधम भइरहेछ त्यो नै बेटर कुरा हो होइन राम्रो कुरा भने त्यही नै हो बाटोहरू चाहिँ तर एकदम गाह्रो बनाएको छ यसपालिको पहिरोले सबै ठाउँमा सो साथीहरू फाइनली हामी चाहिँ अहिले चाहिँ हामी कुलेखानी ड्याममा आइपुग्यो होइन कुलेखानी ड्याम यो भएले खोला यो भएले यस्तो खतरा खोला छ साथीहरू मास्तिर हेर्नु यस्तो बवाल देखेको छ है मास्तिर अनि खोला यो भइहाल्यो अनि त्यो तलको जुन छ यो चाहिँ ड्याम हो होइन तलबाट हेर्दा चाहिँ धेरै अल्को छ है यो फेरि होइन यो पानीले गर्दाखेरि चाहिँ यस्तो देखेको त्यो डेन्जर गएर छ नि खोला ल साथीहरू हामी चाहिँ अहिले चाहिँ देउरालीमा आइपुग्यो हामी चाहिँ खाना खान लाग्यो होटलमा खाना खान लाग्यो साथीहरू अनि हामीले चाहिँ खाना खाइसक्यो बाहिर चाहिँ भएर आउनु भएको थियो अनि त्यही भएर बाहिर चाहिँ खाना खाँदैछ कस्तो छ खाना ठिक छ नि होइन बाटो पनि त्यति नराम्रो त छैन ठिकै छ है तर ठाउँ ठाउँमा चाहिँ अलिक बिग्रियो हो ल साथीहरू अब यहाँबाट हामी हिँड्छौँ है यहाँबाट लगभग हामी हिँड्छौँ अब कति बजीतिर पुगिन्छ 5 बजीतिर पुगिन्छ कि भनेर टार्गेट गरेको गाउँमा अब हेर्दै जाउँ ल साथीहरू हाम्रो भर्खर देउराली क्रस भयो होइन देउरालीबाट अब हामी लगभग फेरि आइपुग्यो तलको तलको जुन सहर छ यो चाहिँ भिमफेरी सहर हो अनि हामी भिमफेरी हुँदै जानुपर्छ यस्तो छ त्यो साथीहरू अनि हिजो काठमाडौँमा हामी होली मनाइयो हामी छु म चाहिँ होइन अब
खासै राम्रो कुरो भन्नु अनि अब गाउँतिर पनि होली मनाइयो भने चाहिँ अलिअलि दिन्छ त्यही हो होइन अनि अरू त के भन्नु अब घुम्नु मन लाग्यो भने चाहिँ घुम्न चाहिँ निस्किहाल्नु पर्छ हामी चाहिँ जान्छ बिल्कुल निस्कियो हो अब हामी यो भिडियो चाहिँ सबै ठाउँको सबैजनाले माया गरिदिनु होला मस्त होइन कमेन्ट अहिले चाहिँ हामी यस्तो छ भिडियोदी चाहिँ अनि यो चाहिँ अब हाइवे भयो भिडियोदीको योभन्दा माथि माथि त गाउँ त अब अघि माथि देख्नु भयो एकदम ठुलो छ गाउँ पनि यस्तो छ ठाउँहरू बाटो चाहिँ एकदम राम्रो छ यता चाहिँ खुसी लाग्छ क्या बाइकको लागि चाहिँ होस् बाटो राम्रो भयो भने चाहिँ एकदम बवाल लाग्छ राम्रो होस् आनन्द हुन्छ क्या गान्द्राङ गुन्द्रुङ भन्दा नि होइन साथीहरू त्यही हो यो चाहिँ भिडियो भइहाल्यो होइन अब यहाँबाट हामी पुग्छ भैँसे यताबाट हुँदै हामी निजगढतर्फ लाग्छौँ साथीहरू अनि यता चाहिँ चेकपोस्ट छ साथीहरू हामी चाहिँ फाइनली पतलायामा आइपुग्यो होइन पतलाया आइपुग्यो पतलायामा चाहिँ तराईमा होली चाहिँ एकदम बवाल भइरहेछ ल साथीहरू होइन एकदम बवाल हेर यस्तो यो चाहिँ पतलाया हो होइन पतलायामा आइपुग्यो अब यहाँबाट चाहिँ हाम्रो घर पुग्न लगभग 15-20 मिनट हो साथी है बाटो राम्रो छ नि त रन्केर आइयो होइन एकदम बवाल रमाइलो छ ल साथीहरू अब बाटोमा बाइक रोकेको छ साथीहरू फेरि भित्र नदिनु ट्राफिकहरूले होइन यसो हेर्न चाहिँ मन लागिरहेको थियो तर पनि एकछिन चाहिँ कोसिस गरौँ कि जस्तो लाग्यो के नगर्ला कि तराई होली साथीहरू एकदम रमाइलो छ यार अहिले चाहिँ बाइक मैले चलाएको नि त अनि गाह्रो भइरहेको छ एकदम बवाल रमाइलो छ ल साथीहरू पछाडि तराई होली हो आज तराई होली ल हेर्नुहोस् ल तराई होली यस्तो हुन्छ साथीहरू ल बब्बाल चौडीमा फोन चढ्छ पुरै होइन स्टेज भइहाल्यो होइन यत्रो मान्छेहरू चौडीमा भरे बेलुका झन् कति मान्छे हुन्छ होला यत्रो मान्छे छ रोडमा पनि बाटो छेउछेउतिर यत्रो मान्छेहरू छ प्रशस्त मान्छेहरू छ ल होली यसलाई भन्छ ल साथीहरू अनि हाम्रो दाजुभाइहरू यता अब हामी हिँड्छौँ होला साथीहरू हाम्रो उहाँ काम छ हामी जानुपर्छ पत्ला आइपुग्यो होइन अब त 15-20 मिनट हो अब पुग्छ छिटै लाम भाइ के ठिक छ भाइ कस्तो बाइक कस्तो रहेछ ठिकै छ ल साथीहरू अब यहाँबाट हामी निस्किन्छौँ घर पनि जानुपर्ने छ गाउँमा पनि रमाइलो होला नि साथीहरू रमाइलो त गर्नुपर्छ है होलीमा तराई होलीमा यसपालि आइयो लङ टाइम पछाडि ल साथीहरू फाइनली हामी घरमा आइपुग्यो र मम्मी घरभित्रतिर के गर्दै हुनुहुन्छ के गर्दै मम्मी खाना बनाउँदै मम्मी खाना बनाउँदै हुनुहुन्छ ल मम्मी यस्तै हो हामी घरमा आइपुग्यो साथीहरू अब यस्तै हो फाइनली घरमा पनि आइपुग्यो नै माम हारङ मुलो रंगने त हम बजाबा तुम माइजो आराम हुनुहुन्छ आरामै बाबु ल हाम्रो मामबाजी जमानै हो हामी आइपुग्यो फाइनली घरमा साथीहरू ल साथीहरू रात पनि परिसकेको अवस्था छ हैन अनि हामी चाहिँ अहिले अनि काकाहरुकोमा छु अनि यस्तै हो अनि
आज हाम्रो डे 1 को भ्लग चाहिँ यहाँ अन्त्य गरौँ होला साथीहरू होइन। अनि त्यही हो, भोलि बिहानको भ्लग लिएर हुन्छ होइन। गर्मी चाहिँ फेरि अलिकति काठमाडौँतिर भन्दा गर्मी नै छ, त्यही भएर भर्खर मुख धोएको मैले चाहिँ यस्तो छ होइन। अब के गर्ने, त्यही हो आजको भिडियोलाई चाहिँ यहाँ इन्डिङ गर्छु। सबैजनाले भिडियोलाई चाहिँ हेरेर माया गरिदिनु होला, अनि कमेन्ट लाइक सेयरहरू गरिदिनु पनि होला होइन। अब अरू भने त्यस्तै हो साथीहरू, यस्तै छ, गाउँमा आइएको छ होइन। अनि अब रात पनि परिसकेको छ, यो भिडियोलाई यहाँ अन्तिम गरौँ। अहिले चाहिँ म काकाहरूकोमा, मेरो काका यहीँ हुनुहुन्छ होइन, काकाहरूकोमा काकासँग यसो गफ गर्दैछु। यो भिडियोलाई चाहिँ यहाँ अन्तिम गर्छु गाइजहरू। टाटा बाई बाई। अब भोलि पर्सिको भिडियो फेरि आउँदैछ, पोखरातिर कता कता जाँदैछ हामी। ल त गाइजहरू है, ल बाई।